छिटो आइज न यहाँ। सो इट्स अ डे 13 अफ 75 डेज अफ हसल च्यालेन्ज अनि ठ्याक्कै आज एक्जाम नि सकिन्छ। त्यही भएर त्यही खुसियालीमा म लाग्छु बसन्तपुरतर्फ। अनि बसन्तपुर भन्ने बित्तिकै भाइब त आइ नै हाल्छ, मिक्स भाइब, स्पिरिचुअल भाइब्स, एकदम ड्रामेटिकल भाइब लाइक दिस। अनि कन्स्ट्रक्सन भाइब चाहिँ 72 साल यता आइ नै रहेछ होइन। सो आफ्टर द्याट हामी एक ठाउँ गएर बस्छौँ चटलाएर अनि एकदम पिसफुलनेस इन्जोय गरिरहेको थियौँ हामी। अनि हाम्रो छेउमा एकजना दाइ पनि इन्जोय गरिराख्नु भएको थियो मदिराको साइड इफेक्ट। देन हामी फेरि सुटिङ हेर्न भनेर जान्छौँ अनि सुटिङ एकदम खतरनाक थियो। डगेस भाइलाई पनि खतरनाक लागिरहेको थियो यहाँनिर। अनि फेरि हामी निस्किन्छौँ त्यहाँबाट, धेरै खतरनाकमा हामी बस्नु हुँदैन भनेर। सो हामी नयाँ ठाउँमा गएर बस्छौँ। गर्मी थियो सो अलिकति आइसक्रिम त खानै पर्ने हुन्छ। अनि आइसक्रिम खाएर हामी फ्रिक स्ट्रिटतिर डुल्न जान्छौँ। त्यहाँदेखि भोक लाग्छ मस्त खालको। सो हामी एउटा क्याफेमा जान्छौँ अनि हामी खान्छौँ कोल्ड नुडल्स विथ ल्याम्प। अनि त्यसले हुँदैन भनेर म बोबा टी खान जान्छु होइन। सो बोबा टी खाँदै डुल्दै थियौँ। त्यहाँदेखि हामी एउटा ऱ्यान्डम ठाउँमा पुग्छौँ जहाँ केही भइरहेको थियो। अनि के भइरहेको थियो भन्दाखेरि वी डोन्ट नो, आन्टी आउँदै हुन्थ्यो, कुरा टेकी आउँदै हुन्थ्यो। सो यहाँनिर चाहिँ यस्तो बाँड्ने काम भइरहेको रहेछ होइन। सो कौसी खेती भन्थेँ अनि म सबैतिरबाट उठाइरहेको थिएँ, यो पनि उठाइरहेको थिएँ, त्यो पनि उठाइरहेको थिएँ होइन। अनि सबसँग पुरै है। अनि यसको कन्सिक्वेन्सेस चाहिँ यो भयो। सो अङ्कलले देख्नुभएको रहेछ, एउटा ऱ्यान्डम आन्टीसँग इन्टरभ्यू गराइदिनु भयो मलाई। अनि आई वाज लाइक ओके। देन त्यहाँबाट म निस्किन्छु अनि मेरो साथी रेसिकसँग डाइरेक्ट पुग्छु बानेश्वर, किनकि आज रहेको थियो हाम्रो मिटिङ। सो इट्स जेनरल मिटिङ अफ लियो क्लब अफ काठमाडौँ हिमालय स्पार्टन। अनि सबैलाई भेटेर मिटिङ फाइनली अफिसियली स्टार्ट हुन्छ एन्ड इट वेन्ट भेरी वेल। अनि त्यही हो, तपाईँहरू पनि कसैलाई लियोको बारेमा केही बुझ्न मन छ अथवा जोइन हुन मन छ भने चाहिँ फिल फ्री टु कन्ट्याक्ट अस। अनि यसै सँगसँगै सकिन्छ आजको दिन यहीँनेरि।